Hello guys and what's up? है अहिले चाहिँ हामी तुङचुङ आइरहेको छौँ अनि यहाँबाट चाहिँ तपाईको म वेदान्त अनि साइदा तिनजना अनि यस अर्को भ्लग मैले सुरु गर्दैछु है। भ्लग सुरु गर्दैछु खाली भन्छु अब अपलोड चाहिँ गर्नु छैन हो। भ्लग बनायो बस्यो हैन अपलोडै गरेको छैन। तर यहाँ आज चाहिँ अब तपाईको हामी यहाँ तुङचुङ आएको छ अनि टुडे इज 14 फेब्रुअरी है, भ्यालेन्टाइन डे। तर अब हाम्रो लागि चाहिँ भ्यालेन्टाइन चाहिँ उनी हो, मेरो भ्यालेन्टाइन चाहिँ उनी हो है, यो दुईजनै हो। र यहाँ आउनुको आजको उद्देश्य चाहिँ के हो भने यहाँबाट चाहिँ च्याप्लाकोक्चुन भन्छ, च्याप्लाकोक्चुन भन्ने जग्गा चाहिँ जानुपर्ने भयो हामी। त्यहाँनिर चाहिँ एउटा तुङचुङ भिलेज हो है। त्यहाँनिर चाहिँ तपाईको भनौँ नि मम्मी एकछिन ल यता आऊ ल। त्यहाँनिर चाहिँ तपाईको त्यो छ क्या तुङचुङको भिलेज हो अनि त्यहाँनिर चाहिँ मजाले सब खोला छ क्या। सोध्छु ल म यहाँ भन्दै थियो हो। No, I want to go to च्याप्लाकोक्चुन. You know, yeah, च्याप्लाकोक्चुn. च्याप्लाकोक airport? No. Tuङchung village. Tuङchung village. च्याप्लाकोक्चुn. No. Tuङchung village. Taxi. There's that side. That side. Taxi station is over there. Over there. Yeah, this Not one, here. Not here. Over there. You can the yellow color, the girl. Yeah, there. Is a Lantau Island taxi. Okay. Gas station. And this one is? This is downstairs. It's upstairs. Lantau. Yeah. Upstairs. Alright, okay. You can see the taxi station. Yeah. Okay. I want to go to Tuङchung village. And it's a च्याप्लाकोक्चुn. okay. You can blue color. Blue taxi. Yes, Yeah. Yes. Thank you. Yes, Thank you. It's here. Thank you so much. You have a good Welcome. afternoon. Thank you. You have a good afternoon. Thank you. Bye-bye. अनि हरेक कुरा नै बोर्न द बेटर कन्फर्म गरेर हैन सोधेर पक्का कन्फर्म भएपछि खालि हिँडेको चाहिँ राम्रो हो। विदाउट एनी के भन्छ अब कन्फर्मेसन हैन, चत्तारा भाडिनु भन्दाखेरि चाहिँ आई गेस त्यसरी गएको चाहिँ राम्रो मलाई चाहिँ लाग्छ। सही जग्गामा पुग्छ नि त है। सो या त्यहाँ पुगेर हामी तपाईलाई म अहिले त्यहाँको अपडेट दिन्छु है। 3 नै बज्नु आँट्यो तर पनि ठिकै छ भनौँ नि बिस्तारी है। गरम पनि लाग्यो यो जग्गामा। अलरेडी फेब्रुअरी एन्ड अफ फेब्रुअरी आउनु आँट्यो हो। सो या गाइस त्यहाँ पुगेपछि म तपाईँलाई अपडेट गर्छु नि है। स्टे ट्युन है। ओके गाइस अब चाहिँ हामी ट्याक्सी पक्रेर चाहिँ जाँदैछौँ टुवर्ड्स च्याप्लाकोक्चुन जाँदैछौँ तुङचुङबाट चाहिँ। अनि हाम्रो वेदान्त पनि ओभरै के भन्छ अब टायर्ड अनि अब एकदमै डिहाइड्रेट त नभनौँ अब तर अब एकदम अहिले त्यहाँ जग्गा पुगेपछि चाहिँ आई होप वर्थ हुन्छ होला त्यहाँ पुगेको चाहिँ। आज भ्यालेन्टाइन डेको स्पेसल यिनीहरूलाई आमा र छोरालाई मैले सरप्राइज दिनु लाँदैछु है। से हाई, यहाँ हेरेर हाई भनिदेऊ न त। Hi. आमा सो या तपाईँहरू त्यहाँ पुगेपछि चाहिँ मेरो गेटअप चाहिँ यस्तो छ, चप्ली लगाएको छु हो। जुत्ता लाउनु मलाई अलिकति यसो कसैलाई भेट्नु गएको हो भने चाहिँ ठिकै छ कि लगाउनु मन पनि पर्छ मलाई। तर नत्र चाहिँ म यसरी कता हुन्छ नि गयो भने चाहिँ यस्तै हो मेरो गेटअप चाहिँ आयो। सो या च्याप्लाकोक्चुन हुँदो रहेछ। पहिला पनि धेरै अगाडि आएको म यहाँ, तर त्यति बेला चाहिँ हामी हिँड्दै गएको म र साइड आइस होइन। त्यतिकै त्यहाँ पुग्दाखेरि चाहिँ मलाई साह्रै मन परेको हो त्यो जग्गा। अहिले चाहिँ एकजना
भाइलाई अघि मैले मेसेज गरेर त्यो भाइले भनौँ नि मलाई रुट दिएर चाहिँ म जाँदैछु सो या स्टे ट्युन है गाइस हैन ल गाइस यो चाहिँ तपाईको टोङचुङको भिलेज भयो है अनि यो ब्लू ट्याक्सीमा आयो हैन चट्टा आएर चाहिँ यहाँसम्म चाहिँ दिस इज इट फर टुडे चाहिँ हैन तर दिस इज इट यहाँसम्म चाहिँ तपाईको ट्याक्सी चाहिँ आयो अब यहाँबाट चाहिँ भित्र माथि चाहिँ हिँडेर जानुपर्छ अब हिँड्नु चाहिँ तपाईको माथि माथि बेदन जाउँ यहाँबाट चाहिँ तपाईको अब हिँड्नु चाहिँ अब माथि हिँडेको गर्दा पनि हुन्छ तर हामी यहाँ चाहिँ एक्चुअली अहिले हिँड्नु चाहिँ आएको होइन यहाँनिर चाहिँ यहाँ अब होस् म भन्दिनँ लामा भने पो सकेँ कि अघि नै मैले मेरो त मुख छिडो छ फेरि अघि भने होला नि फेरि मैले त है एडिट गरेर काटिदिनु नि अघि भने जस्तो पनि लाग्यो यहाँनिर चाहिँ एउटा दामी चिज छ क्या जुन चाहिँ पहिलाको चोटि आउँदाखेरि चाहिँ मैले भनौँ नि गर्नु पाइनँ भन्दा पनि हुन्छ गर्नु पाइनँ तर आई डोन्ट नो अब हाम्रो लकमाथि भर पर्दैन मम्मी फेरि अहिले त फेरि विन्टर हो नि त्यो छ नि खेला चाहिँ फेरि अनि चस्मा लाउँछ यु वान्ट टु हो यसको त के हो एकपट्टिको गाडा त ठुलो भएको जस्तो छ त सुन्नेको ए क्यान्डी खै यहाँ आउँदा यो देखाउ त हौ खै यहाँ एउटा गाला ठुलो भएर खै कुकुरको गु ए कान त अब कुकुरको गु माथि 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 ओके गाइस आई थिङ्क हामी पुगेको जस्तो छ स्टार्टिङमै छ त्यो जग्गा चाहिँ साह्रै माथि जानु पर्दैन अनि तपाईँलाई पनि मनपर्छ होला है अहिले म झट्टै देखाउँछु है राइट यस्तो छ यहाँ चाहिँ ओके गाइस अब चाहिँ हामी नजिक आउँदै छौँ है अनि तपाईँहरूले आफै हेर्नुहोस् है अब अघि खै भने जस्तो पनि लाग्छ 100 डेजको बाटो जस्तो है यस दिस इज इट भनेको यही हो दिस इज इट यसको लागि चाहिँ अब यत्रो टाढो होइन एमटिआरमा आएर अनि बसमा ट्याक्सीमा चढेर आएर चाहिँ आएको स्पेसली मेरो छोराको लागि पनि यो चाहिँ तपाईँको स्ट्रिम वाटर भन्छ होइन मम्मीहरूलाई यो चाहिँ स्ट्रिम वाटर हो तपाईँको स्विमिङ पुल अहिले चाहिँ किनभने स्विमिङ बन्द छ नि त अहिले चाहिँ वेदान्तलाई लिएर आउँ भने स्विमिङ बन्द छ क्या अहिले चाहिँ किनभने इट्स विन्टर अनि यहाँ चाहिँ लुगाहरू पनि सुकाउँछ यहाँको मान्छेहरूले यहाँको मान्छेहरूले चाहिँ लुगा पनि सुकाउँछ होइन लुगाहरू धुन्छ सुकाउँछ अनि त्यो चाहिँ के भन्दा हुन्छ नि तपाईँको हाम्रो खोला पौडी भन्दा हुन्छ सो वी क्यान टेक अ शावर अर यु क्यान स्विम हियर माछा पनि छ यहाँ अझै घाम परेको छैन रहेछ के घाम गइसक्यो अब त है आफ्टर 12 इट्स अ ब्युटिफुल प्लेस इट्स अ भेरी ब्युटिफुल प्लेस औ बेदन यहाँ अब लेट्स चेन्ज अन्त लेट्स प्ले ओके गाडीले लान्छ तिमीलाई Alright guys, so Aritos, Chico. यो जग्गा भनेको भने चाहिँ ब्युटिफुल प्लेस म्यान पाउनु चाहिँ यहाँ केही पाउँदैन है दोकानहरू पनि छैन तर इस बस यहाँ अब लुगा चेन्ज गर्नुपर्छ यहाँ जाँदैनौ पानीमा अहिले यु डोन्ट वान्ट टु
open it. Mommy. Daddy. Okay, guys. So yeah. Woo! उहाँबाट आउँ आछुको छ त यहाँबाट आउँ बिस्तारी बिस्तारी नाचिकन बिस्तारी ड्याडी छ यहाँ म छु नि किन जबरजस्ती नगर्नु है आचु बेदान आचु बेदान चिसो उयो ल्याउ न भिडियो गर्नु Open the hot bed. Oh, I'm not getting inside the water. फिस हेर न बेदान फिस फिस हेर त Oh. This is my daddy's mommy. 비비의 똥아 똥장녀야 जाडो कसरी त्यो गर्नु आउँछ यहाँ ड्याडीकोमा म छु हात ल्याउनु हेर भुइँमा हेर्दै हिँड नडराउ मम्मीलाई हेर अब मम्मी कम भन Mommy, come. यु अल्सो कम मम्मी I don't want to. यहीँ खेल ल यहीँ खेल लु आफै खेल यो त यसलाई गहिरो भयो यसलाई कहाँ गएर भयो यो त्यो हुँदैन नि आफूले त्यो गर्नु सकिहाल्छ नि Baby swimming. Mommy, Oh, swimming in the water. wow, this is a river. Baby swimming in the water. नगर्नु नहालिदिनु त्यसले आफै लु त्यो आफै खेल उता जाउँ मम्मीकोमा आफै यहाँदेखि यता नआऊ है ल डोन्ट कम हियर सी अब कहाँ त्यसरी छोडिराखेर हुन्छ हौ यहाँ नआऊ Baby swimming in the water. यही बसाइदिनु त्यसलाई सिँढीमा जाऊ यहाँ माथि बिस्तारी ढुङ्गा छ चिप्लिन्छ केही हुँदैन नआत्यो नाता बेदान नाता बिस्तारी नो रस हो सेरी सिट गर त्यहाँ सिट गर सिट गर Mommy, it's a deep water. डिप वाटर आत्तिनु हुँदैन पानीमा डु नट प्यानिक एकदम प्यानिक भन्ने त कुरा My प्यानिक mom is deep water. Daddy, that is my water going. बस न त्यहाँ द्याट इज नट डिप सिट डाउन त्यहाँ रहेछ हौ माछा सिट डाउन गर त्यहाँ डिप छैन My wrist is past. फिस ऊ सानो फिस ऊ यहाँ माछा भनेको यो त त्यो पो रहेछ ऊ के भन्छ त्यहाँ बस हौ त्यहाँ बस Mom, the sun of fish coming. यसलाई त माछा भनेको त्यो त त्यो पो त कडेला होइन Daddy, त्यो भन्छ नि के भन्छ that is deep. त्यसलाई त के पो भन्छ हौ के त्यो त दार्जिलिङमा पनि हुन्थ्यो नि हौ चारवटा खुट्टा भएको माथि गडेला होइन हौ बेला बेलामा निस्किन्छ Mommy, नि त्यो Mommy. घर चाहिँ That sun of fish going. स्यालामेन्डर भनेको सालामेन्डर पो रहेछ त Mommy, it's the sun of fish going. सानो फिस गोइङ चिसो रहेछ चिसो छ नि हौ अन्त यो त केही टेम्परेचर कन्ट्रोलहरू हुँदैन विन्टर हो बस त्यहाँ कि आउँछ यता Daddy, हो त्यही सिट डाउन गर न त्यो स्टेपमै उयो त्यही त स्टेपमै यहीँ बस्छ नि यहाँ बस्दा भइरहन्छ त यी गाडी जस्तो मलाई त अल्छी लाग्यो पानीभित्र पस्नु एकछिन त्यो मात्रै गर्नु न अन्त यतिकै पानी मार न मात्रै त्यो। Achoo! My daddy! Daddy, maybe want to swim now. That is the deep water. डिप वाटर ड्याडी त अन्त डिप वाटरमा स्विम गर्न सक्छ नि त अन्त लेट हिम स्विम तिमी सिट गरेर त्यहाँ पर्ख You want to swim or to swim? You want to swim or यस्तो चाहिँ कहाँ लाग्यो कहाँ लाग्यो ड्याममा यसो गरेको थिएँ खै खै के पनि भएको छैन त्यो खै ए अलिकति काटेछ नि ती
के पनि भएन छोड्यो हातले नचलाउ यहाँ आऊ यता त्यही कारण छुकछुक नगर भनेको रडी भने गाइस ड्रोन पानीमा डुब्दिएर रडी भइदियो नि चल्छ कि चल्दैन अब थाहा छैन हो यसो हल्का नाइस सिनेमेटिक सट खिचिदिनु पर्यो भनेको त घन्टा उहाँ पर सर गएर त उहाँ अल्झिदिएर त ब्ल्याङ्गै झर्दै नि ड्रोन त ऊ अब यस्तो छ ड्रोनको कन्डिसन राखिदिइरहेको छ नो आइडिया ल गाइस अब एनिवेज ओभर मजा आयो आज है प्यारासट के भन्छ वन्डरफुल टाइम होइन एकदम मजा आयो है उयसको चाहिँ अघिदेखि उपत्र गर्दै थियो यो अब उपत्र गरेपछि त भइहाल्छ नि लु यहाँ हात पखाल यहाँ अलिकति आया भएको के पनि हुँदैन त्यहाँ चाया काटे खालि ढुङ्गाले त्यो यस्तोले काटेको क्या यस्तोले लु भयो अब यसले पुछ त्यो बाई बाई गरिदेऊ गाइस बाई बाई गाइस भनिदेऊ यहाँ ल गाइस है ऊ पर देख्दै गरेको चाहिँ टुङचुङ हो होइन एन्ड यो जङ्गल छ अब यस्तै हो स्ट्रिम वाटर हो यो है 4:30 भयो फर्किँदैछु भाइहरूलाई सबैलाई बाई बाई भनिदेऊ बाई बाई भन्दैछु खेलिदिँदै रहेछ नि त यहाँ चाहिँ लुगा धुँदै रहेछ सफा यस्तो छ गाइस अब यहाँबाट ट्याक्सी चढेर ल से बाई बाई यता फर्केर हौ यता हो यता यहाँ फुललाई बाई बाई भन्नु पानी पनि मजाको झन्डै 10-11 फिट पो रहेछ त उता कुनामा त गहिरो त अघि जहाँनिर चाहिँ त्यो ड्रोन डुब्यो नि पानी मुनि मैले त चिन्नु सकिनँ नि भित्र ड्रोन त छिटो पस्नु पर्ने मैले खासमा अलिक ढिलो पसेँ तर बादमा चाहिँ मैले जस्ट ड्रोनको त्यो देखेँ क्या कलर टक्क पानीमा चाहिँ अन्त चाहिँ घोप्टेर निकालिने हौ झन्डै यत्रो चाहिँ रहेछ हौ गहिरो यत्रै छ मुनिदेखि माथिसम्म चाहिँ सकेछ हो अब सास फेर्नुहरू पनि गाह्रो पर्दो रहेछ पानी मुनि पनि ज्यादा डुबिहाल्यो ड्रोन पनि आज चल्छ कि चल्दैन अब यत्तिकै अब हुन त ढुङ्गा अब यतैतिर बस्ने भए चाहिँ ढुङ्गातिर सुकाइदिँदा हुन्थ्यो कि त्यसले चाहिँ त्यो दुलोहरू छ नि चार्जरहरू राख्ने त्यो दुलोतिरबाट त्यस्तोहरू सिकाउनुपर्छ सुकाउँदैछ कि त्यहाँ अलिक झड्काल्नु पनि पर्छ यसो गरेर होइन ब्युटिफुल मजा आयो जस्ट वर्थ आएको चाहिँ You wanted something like this नि त हैन from such a long time क्या हुन्छ नि just want to do something like this क्या यो लङ घरि साइड के अरे से काउहरूको कुरा पनि गरिहिँड्दै थियो हो from such a long time हुन्छ नि यसरी गर्नु मन थियो क्या मलाई टक्कसँग आएर चेप्लाकक चुन चेप्लाकक चुन भन्ने रहेछ झट्ट उहाँबाट आएर चाहिँ यहाँ माथि त रहेछ एक्टिभिटी भइदिइहाल्यो नि इन्कम बिर्सी नि यो चाहिँ कसको हो यो त राखेको होला नि कसैको के कसको राखेको होला नि त्यहाँ
यस्तो एक क्लासमा चाहिँ राखेको ऊ लक गरिरहेको छ त ऊ यहीँ अब लुगा धुनेहरूको पो हो कि ओके गाइस बाई बाई गाइस सी यू गाइस यिनी त पुरानो हिरोहरू जस्तो भयो पुरानो ब्ल्याक एन्ड व्हाइट हिरोहरू जस्तो हुन्थ्यो नि कपालहरू काटिदिनु पनि खै अब चाहिँ काटिदिनु यहाँ चाहिँ भिलेज हाउस भनेपछि चाहिँ ओके माई सन आर यु ओके ओ यु ओके यस भनिहाल्यो नि त यो डस्टबिन कहाँ छ यहाँ अगाडि होला नि त्यो हात चाहिँ आफै जाती हुन्छ तिम्रो त्यहाँ खेल्दै थियो अब त्यो पाए अब यस्तै हो नि खोलातिर त कस्तोमा नि एकदमै खोर्सिन्छ एकदमै त्यो हुनुपर्छ यु हेभ टु बी भेरी 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 कसियस हुन्छ नि कसन एकदम लिनुपर्छ त्यो त्यत्तिकै त्यो हुन्छ खुट्टाहरू काटेर हुन्छ खोलातिर त मेरो त झन् मोस्ट अफ द टाइम हुन्छ नि खुट्टा मोस्ट अफ द टाइम खुट्टा काटिन्छ यहाँतिर चाहिँ किन काटिँदैन भन्दाखेरि चाहिँ यहाँतिर चाहिँ खोर्सिने डर हुन्छ उतातिर चाहिँ अब हाम्रो चाहिँ त्यो हुन्छ नि त केटाहरू अब पिकनिक जान्छ बटलहरू फ्याँकिदिन्छ होइन बटलहरू फ्याँकिदिएपछि चाहिँ अब खुट्टा काटिने ट्रिप त्यही हो यही हो गाई चाहिँ यहाँ चाहिँ भिलेजहरू चाहिँ यस्तै हुन्छ है यो भिलेज टुङचुङ भिलेज यही हो टक्क यत्रोसम्म घर होइन एउटा सिटी लाइफदेखि अलिकति बाहिर आउनु मजा आउँछ बेला बेलामा सागहरू रोपेको रहेछ हङकङमा चाहिँ गाडी चाहिँ राख्नु चाहिँ सजिलो छ कि सरी किन्नु चाहिँ सजिलो इन द सेन्स सस्तो गाडी त पाइहाल्छ तपाईँको अलिकति आई थिङ्क एनी वान क्यान अफोर्ड तर राख्नु चाहिँ गाह्रो हुन्छ नि एकदम पाल्नु चाहिँ गाह्रो गाडी चाहिँ हङकङमा चाहिँ पार्किङ नै हुँदैन चिटिक परेको है मम्मी हेर न चिटिक परेको क्या है ओके गाइस लेट मी एन्ड माई भिडियो हियर उयो अगाडि चाहिँ हेर नि फेरि आमा फेरि के भन्नु अब हाम्रोतिरै भनौँ नि होइन हाम्रोतिर चाहिँ वी वान्ट डेभलपमेन्ट होइन वी वान्ट डेभलपमेन्ट अब वी वान्ट विकास हो यहाँतिर चाहिँ फेरि दे आर एगेन्स्ट है यहाँ हेर नि त यो राख्नुको लागि प्रिजर्भ गरेर है यस्तो राख्नुको लागि हामीलाई चाहिँ यही मनपर्छ भन्छ भिलेज रादर देन द्याट अब भाग्यो ताउबाउ अझै यो त भिलेजको घर त यो त अझै मोडिफाइड पो त पछि अब मोडिफाई भएकोहरू पक्का यहाँतिर त पहिला पक्का टिनकै हुन्छ नि टिनकोहरू जस्तै अब यो मन्दिर छ नि यो सानो मन्दिर यो चाहिँ अब पक्का त्यही बेलादेखिकै हो यो यस्तो क्या यो गेट बादमा बनाइदिएको बरु भन्दा होइन तर यो मन्दिर चाहिँ भित्रको चाहिँ त्यही हो वन्डरफुल पानी फेरि कस्तो माने कहाँबाट होला त्यो अघि आएको सोर्स है पानीको तरै पनि क्या सफा क्या एकदम छैन नुनिलो होइन त्यो त अब के भन्छ यसलाई स्ट्रिम वाटर फ्रेस वाटर त्यही त गाडी आयो